यो गोदावरी, आई लभ गोदावरी। अब यहाँबाट सुरु हुन्छ हाम्रो हाइक। यस्तो छ अवस्था। यहाँ खाजासाजा नास्ता गर्ने ठाउँ हो होइन। सामान चाहियो भने यताबाट किन्दा हुन्छ। यो गोदावरीको बस पार्क भइहाल्यो। यहाँबाट अब अगाडि बढ्छ यात्रा। खानेको धारा छ। हामी चाहिँ गोदावरी कटेर चाहिँ आइसकेका छौँ। गोदावरीबाट माथि अलिकति माथि सेन्ट जेभियर स्कुल पनि छ। त्योभन्दा माथि यस्तो छ दृश्य। यस्तो छ बाटो होइन। बाटोको अवस्था हामी गोदावरीको त्यो अब रोड साइड छोडेर हामी चाहिँ ट्रेल बाटो गइसकेका छौँ। माथि देख्नुहुन्छ मार्बल डाँडा त्यहाँ हो। हामी चाहिँ फलो गरिसकेका छौँ। फेरि दुईजना दोस्त अगाडि बढिसकेका छौँ होइन। माथिको दृश्य नि देखाउने छौँ हामी। यस्तो चिसो भएर पनि कुल भएर पनि पसिना आइरहेछ कि। राम्रै भइरहेछ। यस्तो राम्रो जङ्गलको बाटो यार। सुरुवात चाहिँ कसले गरे होला। Wow. Hey boy. Hello guys. Having fun boys. No more guys otherwise. अब यता हिँड्दै गर न। वाह बल्ल ठिक छ नि त। अब अफ। यस्तो कुल छ होइन ठाउँ। यस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ रहेछ। यी जङ्गल पनि विभिन्न किसिमका रुख छन्। हरियाली त्यस्तै छ। अनि चराहरूको नेचुरल आवाजले एकदम शान्त बनाइरहेको छ। कुनै पनि धुलो छैन। कुनै पनि अरू एक्स्ट्रा आवाजहरू छैन। ध्वनि प्रदूषण छैन। ठाउँ चाहिँ एकदम राम्रो लाग्यो मलाई। बाटो पनि यस्तो क्लियर बनाएको छ होइन। सबैजना आउनु होला भन्न चाहेँ मैले। थ्याङ्क यू for watching and like and subscribe Baleswar channel. We love you all guys. ल ठिक छ। सधैँ गरेको नि हेर्ने कि ल भयो। यस्तो ठाउँसम्म आइयो है हामी। अब त्यही हो रेगुलर हिँडे जस्तै उकालो चढ्दाखेरि खुट्टा पछाडि बढेर आछन्। उकालोमा सुस्तो भइरहेछन् होइन। त्यही त हो सधैँको जस्तो हाम्रो हिँडाइको एक्सपिरियन्सले। बट यो ठाउँ चाहिँ यति शीतलवाला छ कि कुरै छोडिदिनुहोस् है। राम्रो ठाउँ आइरहेछ कि है। शीतल कुल भइरहेछ। ब्लड सर्कुलेट भइरहेछ। एकदम हेल्थ बहुत हेल्थी दामी ठाउँ आइयो। ल हामी टपमा आइयो। त्यहाँबाट हेर्नु ल हामी टपमा आइयो। अहिलेसम्म पानी परेको छैन।
यतापट्टि आउनु होला तपाईँ। ल ठिक छ। More stronger power. आजको यात्रामा पानी पर्न थाल्यो है। छाता सुरु गर्नु भइसक्यो मनोज सरले। मेरो हालत चाहिँ यो छ होइन, पानी धेरै नै पर्ला जस्तो छ। हामी अगाडि बढेर आएका छौँ, त्यही पनि यता कतै ओत लाग्नुपर्छ कि जस्तो लागिरहेको छ। पानी धेरै पऱ्यो भने त गाह्रो होला। भ्यालीमा जस्तो चम्किरहेको छ, पनि माथितिर लम्किरहेछौँ। आयो पनि रोकिन्न। बाढी तुफान आदि यसो होस् हामी रोकिन्नौँ भनेर हामी अगाडि बढिरहेका छौँ। हेरौँ के चाहिँ यात्रा कहाँसम्म हुन्छ। ठिक छ। वाउ क्या लाइट रिफ्लेक्सन क्लियर छ। हाम्रा कदमहरू रोक्नेवाला छैन। हेर न छाता नि हेर न, ब्युटिफुल। वी नेभर गिभ अप। के यो पानी हो किन परिरहेछ? म त यहीँ बसिरहेको भाइ। यो चाहिँ एकदम फुलचोकी डाँडा जाँदाखेरिको भाइरल गल्ली हो। मान्छेहरूले चाहिँ छुटाउँदा रहेछन्, मान्छेहरू चाहिँ त्यो रोडको बाटो हिँड्नु हुँदो रहेछ, तर यो सर्टकट वेमा आउनु होला, त्यसमा चाहिँ पर्छ यो चाहिँ। हेर्नु होला त्यस्तो छ। त्यस्तो छ। एकछिन है त्यही बस म तलमा टाक्नु होला है। यतिमा है। हेरौँ ठिक छ। भिडियो छ है फेरि। माम यो ठाउँ चाहिँ भाइरल ठाउँ नै हेरेछ, मान्छेहरूले धेरै छुटाउँछ नि त। आउनु होला। यस्तो यस्तो छ। यसमा चाहिँ हामी चाहिँ के हो या क्लाइम्बिङ भनौँ। क्लाइम्बिङ, रक क्लाइम्बिङ गर्ने यस्तो छ कि यस्तो यस्तो स्टेप स्टेप छ। यस्तो ट्राई नट टु इन योर हेड। यस्तो गर्न सकियो। मैले योभन्दा माथि प्रयास गर्न सकिनँ गाइड। ल जम्प। ल भएन अफ। खै के गरौँ?
यो हो भाइरल रुट साथीहरू। फुलचोकी जाँदाखेरिको यो एकदम बाटोको एकदम दृश्य हो, एकदम भाइरल रुट रहेछ यो। पानी भर्यो। हेर्नुहोस् यहाँ चाहिँ 8-10 जना अडाउला जस्तो छ होइन। त्यो सायद पहिला नै आगो लागि भएर सायद यो यस्तो खोक्रो भयो होला सायद होइन। मान्छेलाई यसो इन्जोय गराउने, टाइम पास गराउने ठिक छ। बहुत डिप छ त यार। जान मिल्छ होला। यस्तो रहेछ है गुफा होइन। मनस्तर धेरै गहिरो छ है। ठिक छ। अब थोरै छ नआत्तिनुहोस्। ए पर्दैन, एउटा चोइस भयो है ल। हामी होइन थोरै मकै खान लाग्छौँ। अब यत्र हाम्रो यो सिडीको बाटो हुँदै हुन्छ। अब थोरै केही खाने अनि त्यसपछि जाने। फुलचोकी पुग्न लागिसकेका छौँ। त्यो दृश्य देखिएको छ पछाडिको होइन। तर के गर्नु, क्यामेरामा क्याप्चर गर्न सकेको होइन। यस्तो बवाल छ कि बवाल छ बवाल, के कुरा गरौँ होइन। अलिअलि देखिन्छ कि काठमाडौँ भ्याली त पुरै हो क्या। यस्तो ठाउँ यार हो यार, ठाउँ त बवाल छ यार। फाइनल्ली पुग्यो है गाइज।
रमाइलो भएन अब जुत्ता चप्पल ल्याएँ होइन त्यस पछाडि एक चक्कर लाउने भित्र भ्युज स्युज हेर्ने भए यस्तो छ चारैतिर डाँडा रहेछ क्लकवाइज नै घुम्दिउँ न होइन यस्तो छ घुम्ती माहौल यस्तो छ है अवस्था यो चाहिँ फुलचोकी टप भयो होइन यस्तो छ मन्दिर सानो ढुङ्गासुङ्गाले गर्दाखेरि यस्तो छ होइन अनि जाउँला एकछिन बसौँ न होइन फोटो भिडियो त गरौँ न ल बजाइदेऊ यस्तो छ अवस्था माथि चढौँ न यस्तो रहेछ है चम्पादेवी हामी चाहिँ सफल यात्रा गरिसक्यौँ होइन दुईजनाले यस्तो छ अवस्था यस्तो छ ठाउँ पनि एकदम माथि टपमा होइन पूजा सजा पनि चल्दो रहेछ पानी भन्नु है पानी Oh my gosh. फुलचोकी डाँडाबाट हामी फर्किसकेका छौँ हाम्रो सम्झना बोकेर होइन एकदम अविस्मरणीय यादगारहरू बोकेर स्पिरिचुअल फर्किसकेका छौँ अब यति हो गाइज फुलचोकी डाँडाबाट हामीले रुम हेरौँ बस्यो भने पानी पर्ला जस्तो पनि भयो पानी पर्दै आएको थियो होइन हामी क्रिस्चियनले पनि तर होइन ओह्रालोमा पनि लच्याक त होला
चाहिँ अब फर्किसक्यौँ होइन। यस्तो अहिले चाहिँ एकदम क्लिन मौसम भयो कि अघिखेरि पानी परेर उकालो जाँदाखेरि अहिले चाहिँ क्लिन भयो। ठिक छ, हामीलाई चाहिँ एकदम आनन्दै भयो जो पाहाडमा लगाएर थोरै थोरै पानी पर्दा पनि उकालो हिँड्दाखेरि ठिकै भएको थियो होइन। अहिले पनि ठिक छ, यस्तो छ। यो छ असिनाको हालत। असिना पर्यो, असिना। लाइफमा यस्तो पनि एक्सपिरियन्स भयो है। फुलचोकीमा सायद हिउँ हेरेर आए जस्तो भयो। म त मेर्सी यस्तो छ अवस्था, तर पनि केही छैन, हिम्मत हारिएको छैन है साथीहरू। पानीमा चाहिँ होइन, यो फुलचोकी आएर हिउँ पनि हेरेको अनुभव हो। ल है ब्रो, राम्रो एक्सपिरियन्स गर्यो आज। यस्तो छ हाम्रो अवस्था, पानी परेर गाइज यस्तो बनाइदियो, यस्तो हालत खराब, केही छैन। हामीले बनाएको कुरा हो। चिप्लो बाटो लड्दै पड्दै